छैन नि लेखेर मिक्स होला नि ककटेल फुड ककटेल होला ब्रेकफास्ट के हो भनेपछि आज अहिले खाली हो चोल्टी यो देखाउँदा के हो यो ससेज ससेज यो तपाईँको तिम्रो त्यो खै के तिमीले खायो खाएँ मैले तिमीले खायो यो कस्तो छ भाइ मैले यो खाएँ मैले त जस्ट ऊ खाएको ब्रेड र अन्डा अन्डा ब्रेड ऊ त्यसो त्यहाँ भन्नु न तिनीहरूलाई भन्नु न तिनीहरूले बनाइदिन्छ होला नि चिकन थियो होइन थियो सुरुमा त चाउमिन त मिठो रहेछ यार हो अन्डा नखाने मैले चाहिँ पुरै खाइसकेर म चाहिँ पुरै दोस्तलाई हेल्प गर्दैछु होइन ह्याप्पी हो दोस्त भयो आलु पनि गुलियो छ हौ सामरिका भन्दै कुरा गर्छु राम्रो एउटा थाइल्यान्डको डे टु सुरु हो खाजा पुग्यो अनि कहाँ लाग्न अब भन्दैन होइन अब हाम्रो डे टु स्टार्ट लेट्स गो थाइल्यान्ड हाम्रो पुरै लुक चेन्ज भएको छ पार्टी लुक चेन्ज भयो नि त यहाँ चाहिँ फेरि इन्सुरेन्सको लागि यसरी बाँधिदिनु पर्दछ होइन के हो अब मान्छे चिन्नको लागि अरे अब यहाँ मान्छे धेरै हुन्छ अरे अनि दिदी हुन्छ भनेर सुरुमै केस मिलाएको अरे यहाँ मान्छे भन्छु ल मैले चाहिँ के गरेँ हौ साइड चाहिँ नराखन फेरि काउन्ट नहोला यही त छु त म हराएको छु र हराउने मान्छेलाई कराउनु नि टी पारमा बोटै बोट्छ ओ यहाँ फोटो खिच्नुपर्छ अरे जाऊ अरे त्यहाँ इन्सुरेन्स लागि फोटोसोटो पनि हान्नु पर्दो रहेछ पार्टीहरूको हान्ने गाडी छ होइन लेट्स गो ह्याप्पी खुसी ह्याप्पी थाइल्यान्ड यो नयाँ बिल्डिङ बन्दै रहेछ यार कत्रो बिल्डिङ हो आदि त्यहाँ बिचमा के गरे हो यस्तो सुनेर लास्टै बराबर लाग्छ मैले अस्तिमा के भन्दा त लुटेकै छ लुटोपी अब हामीलाई त एयरपोर्टमा पनि लुटो नि त होइन 34 रुपियाँले एयरपोर्टमा लम साटिहाल्यो भरे यता 36ले साटिदिइरहेको छ टुर गाइडले जहीँ लुटिएको छ अब यहाँ बिचमा हामी टक्क उयो मोटरबोटमा चढेर लम होइन सरर हिँड्ने हो यहाँ चढाएर हामीलाई कहाँ लाग्छ अरे दाइ यहाँ चढाएर के पल्लो गाउँ हो यहाँ चढाएर चाहिँ हामीलाई पल्लो गाउँ लाग्छ अरे होइन भाइ कोरा लाइडेन हामी जाँदैछौँ प्याराग्लाइडिङ स्याराग्लाइडिङ 10 दुनियाँ छ अरे अब यसो अडम बडम हान्ने पऱ्यो होइन Sit down, please. Sit down, backside. Hello, everyone. Chairs space for your friend. हामीलाई चाहिँ फेरि चढायो Louis Goodman, tonight I give you 2 times boom boom.
हो सी गाइज फुर्बा भाइ हाम्रो खत्री भाइ हामी यस्तो उड्दिने अब यता हाम्रो इयरबड हो यहाँदेखिको 2500को प्याकेज अरे सबै प्याकेजमा भएको सबै हान्दिन आँटेको मैले चाहिँ होइन ओ भाइ भाइ सबै हान्दिने नि त प्याकेजमा यहाँ ग्रुप बनाउने अरे ग्रुपमा अनि ग्रुप हाम्रो टोली छ त अर्को इन्जोय थाइल्यान्ड फुल इन्जोय यस्तो हानिसकेर अब फेरि म के अरे अर्कै जेटमाइक हामीलाई जेटमाइक केमा लग्न आँटो अब खोइ अन्डरग्राउन्ड वाटर केमा लग्न आँटो फेरि जाँदैछौँ हामी पानी भएर भिडियो बनाउन नै पाएकै छैन अन्डर चाहिँ हामीलाई हेर्नाकै हुन्छ अब चाहिँ हामी के अरे यो भित्र छिरेर माछा हेर्न आँटेको लम्बा यस्तो हेलमेट लगाएर हामीलाई चाहिँ यहाँ अब यसो डुबाएर माछा त देखाइसक्यो अब हामी फेरि अब अर्को स्टेसनमा जाँदैछौँ थाइल्यान्ड इन्जोय हामी के डाइभहरू यो सिडाइभ मोटरबोट राइडिङ केतिर जाँदैछु आज टुरिस्ट होइन We are at beach. Lovely beach. Beach in Thailand. पानी तातो छ निस्किँदा मात्र जाडो हुन्छ क्या मलाई अघि त्यहाँ एकछिन डुबायो समुद्रमा कन्सिल हुन्छ जस्तो लागिरहेको छ फर्स्ट टाइम इन बिच के अरे दिसवे भन्न लाग्छ यता त्यो हाम्रो होइन अर्कैले हो क्या त्यो हाम्रो होइन नि त त्यो हाम्रो हो त त्यो उयो बोनको हो त त्यो अर्कैको हो त्यो उयो ल्यान्डको हो केको होइन हाम्रो पनि यता बाइक उडाउँदा होइन बाइक उडाउनु जाउँ न अब हामी होइन अहिले फोटो चाहिँ एक दुईवटा खिच्यौँ यार खिचौँ न नि सो वी आर एट बिच अब यहाँ त नुहाइरहेको छ त यार है नुहाइदिएँ हामी ओइ नुहाउन जाऊ ओइ नुहाउन जाल्दिने हो उहाँ होइन दाइ गएर एकछिन स्विमिङ हान्ने हो त्यही त गइदिउँ न त हान्ने पहिला ग्रुपमा भेला हो न होइन त्यसपछि स्विमिङ हान्ने ए ग्रुप त्यस्तै हो भेला हुँदै गर्छ 4 जना भएपछि ग्रुप भइगयो नि यहाँ उनीहरू नुहाइसकेको छ नि त यिनीहरूले ग्रुप खोज्दै गर त होइन हामीले चाहिँ अरे त्यो समुद्रमा गएर माछा पनि हेऱ्यौँ अनि बाइक पनि कुद्यौँ बनाना पनि हाल्यौँ बनानै हाल्यौँ अनि हामी बिचमा के गर्छौँ अनि अहिले चाहिँ हामी यो समुद्रमा नुहाउँदैछौँ समुद्रमा नुहाउने पनि पाइयो कहाँको थाइल्यान्डको र हामी अब दोस्तीहरूसँग पुरै दिस इज बिच है गाइजहरु दिस इज बिच एभ्रिथिङ इन्जोइङ दिस इज बिच हामी आयौँ बाहिर म चाहिँ खुट्टा धुनाको नुहाउँदा गरेर अब अन्डी त चिसो छ अनि अब अन्डी माथि नै लाउन पनि मिलेन होइन त्यही भएर भाइले हातमा बोकिरहेछ अनि हामी चाहिँ टक्क खुट्टा भिजाउने अनि लाग्ने तर यहाँको मान्छे ओभर नुनिलो है भाइ ओभर नुनिलो है
अब फेरि नाउँ चढेर हामी फेरि अब हाम्रो होटल जान आँट्यौँ। आजको यो बिच यात्रा हाम्रो यहीँ समाप्त भयो। जहाँबाट चढेको त्यहीँ आइपुगेको हामी अब बस्नु गएर एकछिन रेस्ट हान्थ्यो। गाइज हामी चाहिँ यो पुपैया होटेलमा एकदम स्विमिङ गर्दैछौँ। हाम्रो भण्डारीजी, हाम्रो बुढाथोकीजी, हाम्रो कार्की भाइ लगायत हाम्रो सबै थाइल्यान्ड टुरमा आउनुभएका हाम्रो साथीहरू हुनुहुन्छ। बब्बाल वेदर बब्बाल छ, स्विमिङ पुल बब्बाल, स्नेक आकारको छ। गाइज यस्तो छ गाइज। हामी चाहिँ आम्मामा आँखा त के हो टमाटर भएछ त यार, होइन लाली छ त। हामी चाहिँ पुरा बिचमा पुरै नुहाउँदा गरेर माटो साटो बल्ल सल्ल नुन सुन टाँसेको थियो। अनि यहाँ टक्क स्विमिङ पुलमा आएर ल्याम झ्याम नुहाइँदै गएर टक्क अब पार्टी त अड्डिँदै रहेछ होइन। अब यसो फ्रेस भएर यसो पार्टीले कहाँ लग्छ अब यहाँ हाम्रो छ नि त यहाँ इजरले आज कता लग्छन् अरे होइन। त्यस्तै लगिरहेको छन् आज पनि उता कहाँ लगेर समुद्रमा पनि डुबाएर के गरेर औडा गरे। अब हेरौँ आज राति कहाँ लग्छन्। लेट्स गो हेरौँ। डे 2 इन्डिङ इन थाइल्यान्ड सुन होइन त। आज डे 2 होइन त हाम्रो डे 2 इन पापाया रिसोर्ट डे 2 थाइल्यान्ड। पापाया हो पुपैया रेस्टुरेन्ट। ओके लिफ्ट गोइङ अर वाकिङ थाइल्यान्डमा पनि यस्तै छ केटाहरूको घर नि त पार्टी हो। घरको प्यासेज जस्तो के अन्डीमा हिँड्न पाइन्छ है। So let's go. We are going to our room, enjoying the Thailand. Our room, yeah, enjoy. Pattaya, enjoy. Our room, Pattaya. Our room, our brother, 17, 16 years old. Do the balak. Where is the light? Bedroom. My mobile switch off. This is our room. Yes, best room. Sex room. जे बात नबोला 17 वर्ष बालक। मेरो कहाँ राखेको थियो दाइमा? के हो तिम्रो यो रुम होइन त भाइ? अनि ब्लगलाई इन्डिङ गरिदेऊ त। अनि भाइ अनि तिम्रो यहाँ कहाँ छ त? उसको लुगा कहाँ छ भन्दै आइरहेको। यही राख्या हो। के हो? ब्लग इन्डिङ गर न बे। सो यो चाहिँ हाम्रो होटल भइगयो। अघि हामी नुवाकोठामा थियो हो। यहाँ चाहिँ हाम्रो थाइल्यान्ड है। ल थाइल्यान्डमा आएर केटाहरू चाहिँ अब छ्याङ हान्दैछ होइन। कस्तो छ छ्याङ पार्टी? नेपाली टुको जस्तो छ यार दोस्त। एकदम निको। हाम्रो भाइले चाहिँ कुक खाँदैछ। इन्जोयमा हो पार्टीहरू। यो फेरि यहाँ अर्कै डिस आएको छ। कस्तो डिस छ पार्टी हो चाख्नको लागि? हो त्यो त कति खोर्सानी पिरो हुन्छ। यताको पिरो खान्छ नि ओए मर्ला है भतभत भएर ओए। नेपाली सेपको हो सेम मिठो छ। ताजा रहेछ र यसो भने नि हेड मलाई त गनायो हौ म्याकभरि। के गनाएको? मन परेको पार्टीलाई नि मन पऱ्यो। दाइलाई नि मन पऱ्यो। भाइले खायो खाएनौ?
यो नखाने यो कलेज खानु खोज्दैछौ त खानु कलेज खानु खोज्दैछौ त कलेज खाऊ न खायौ कस्तो लाग्यो पकाइने अर्कै तरिकाको है र खालको के काँचै खालको मजाले पाएको त्यही त उसिनेर तर यो चाहिँ मलाई के लाग्यो भने भर्खर काटेको जस्तो हुन्छ नि बनाएको हुन्छ नि रक्कु बनाएको त्यस्तो टेस्ट लाग्यो क्या त्यही भएर थाइल्यान्ड के भन्छ अरे यसलाई थाहा नै छैन होइन थाइल्यान्डको सुँगुर भन न थाइल्यान्डको सुँगुर पनि खाइयो त्यही लेखेको छ